नमस्ते, म सन्तोष जोशी, सफल कोरियन भाषा केन्द्र काठमाडौँ बागबजारबाट। साथीहरू, तपाईहरूले चाहिँ कोरियन भाषा अलिअलि अध्ययन गर्नुभएको छ, अर्थात् अध्ययन नै गर्नुभएको छैन भने पनि तपाईहरूले टपिक लेभल 2 पास गरेर कोरिया +2 मा 2 GPA मात्रै छ भने पनि, अर्थात् तपाईहरूको चाहिँ नि ग्यापको हिसाबले कुरा गर्ने हो भने ग्याप चाहिँ तपाईँको चाहिँ 10 वर्षसम्म पनि छ भने तपाईहरूले चाहिँ सहजै कोरिया जान सक्नुहुन्छ। केयर गिभर स्टुडेन्ट भिजामा जान सक्नुहुने हो। त धेरै अफवाहहरू पनि फैलाइँदैछ कि बजारमा चाहिँ यस्तो हुन्छ त्यस्तो हुन्छ, D2 मा मात्रै जाने भन्ने कुरा। तर मान्छेको चाहिँ परिस्थिति र समस्याहरूले सबैले बुझेको हुँदैन। त्यसले गर्दाखेरि तपाईहरूले लो GPA मा पनि छ र ग्याप पनि धेरै छ, कोरियन भाषा पनि पढ्नु भएको छ, अब के गर्ने भनेर सोचिरहनु भएको छ भने सबभन्दा सजिलो बाटो 10 लाखको एराउन्डमा लगभग कोरिया जान सक्नुहुनेछ। त्यसका लागि तपाईहरूले उपयुक्त स्थान छान्नुपर्ने हुन्छ। बजारमा धेरै दलालहरू पनि पसिरहेको छ। त्यसले गर्दाखेरि तपाईहरूले चाहिँ उपयुक्त स्थान छानेर जानका लागि सबभन्दा सजिलो बाटो हो यो, झुक्किनु हुँदैन तपाईहरूले। र त्यसका लागि टपिक लेभल 2 को इक्जाम दिएर पास गर्नुपर्ने हुन्छ। टपिक आई भित्रको 2 भनेको छु मैले। त त्यसका लागि चाहिँ हामीले कक्षाहरू सञ्चालन गरेका छौँ। त्यो कक्षा पढेको तपाईहरूलाई पैसा लाग्दैन, फ्रीमा तपाईहरूले पढ्न सक्नुहुनेछ। तर त्यसका लागि यसमा दिएको नम्बर जुन चाहिँ छ तल, त त्यसमा तपाईहरूले सम्पर्क गर्न सक्नुपर्ने छ वा सम्पर्क गर्नुपर्ने छ। त्यसले गर्दाखेरि यदि तपाईहरू चाहिँ नि कोरिया जान चाहनुहुन्छ, टपिक लेभल पनि गर्न चाहनुहुन्छ भने पैसा नलागिकन टपिक लेभल फ्रीमा हामीले गराउँछौँ। त त्यसका लागि चाहिँ नि हामीले टपिक लेभलको बुक पनि निकालेका छौँ। यदि यो बुक तपाईहरूले चाहिँ चाहनुहुन्छ व्यक्तिगत रूपमा वा संस्थागत रूपमा देशैभरिबाट चाहिँ चाहनुहुन्छ भने टपिक लेभल आई भित्रको 1 र 2 यो बुक रहेको छ। त त्यसका लागि तपाईहरू जुन स्थानमा हुनुहुन्छ हामी त्यही डेलिभरी गरेर पठाइदिनेछौँ। बुक चाहिँ अनिवार्य रूपमा चाहिन्छ टपिक लेभल गर्नका लागि, र त्यो टपिकको प्याटर्न चाहिँ के छ भनेर बुझ्नका लागि पनि चाहिने भावनाले यहाँहरूले सहजै ढङ्गबाट यो बुक लिएर चाहिँ नि आफ्नो विद्यार्थीहरूलाई पनि सजिलोसँग पढाउन सक्नुहुन्छ भने, विद्यार्थीहरूले पनि व्यक्तिगत रूपमा लिन चाहनुभयो भने यो बुक चाहिँ सजिलो तरिकाले लिन सक्नुहुनेछ। तर हाम्रो इन्स्टिच्युटमा आएर तपाईँहरूले पढ्नुभयो भने तपाईँहरूलाई पढेको पैसा लाग्दैन, निःशुल्क रूपमा हामी पढाउनेछौँ। तर त्यसका लागि चाहिँ नि अब फर्म खुल्नेवाला छ, छिटै फर्म खुल्छ र त्यो फर्म चाहिँ तपाईँहरूले छुटाउनु भएन, भर्न पर्ने हुन्छ भने त्यसको एक्जाम मे दोस्रो हप्तासम्ममा चाहिँ एक्जाम हुने भावनाले चाहिँ नि त्यसको लागि राम्रोसँग तयारी गर्नुपर्ने हुन्छ। त्यो गर्नुभयो भने तपाईँहरूले चाहिँ नि कोरिया जानका लागि चाहिँ नि सहज तरिकाबाट चाहिँ, जस्तो D2 मा जानुभयो भने आइएल्स गर्नु परेन, टपिक लेभलले नै काम गर्छ। D4 मा जाँदाखेरि पनि तपाईँको भिजा लाग्ने चान्सेस म्याक्सिमम बढाएर लगेर जान्छ टपिक लेभल छ भने, त्यो पनि राम्रो भयो। अनि केयर गिभर स्टुडेन्ट भिजामा तपाईँहरू जान चाहनुहुन्छ भने त्यसको लागि त झनै राम्रो भइहाल्यो। त्यसले गर्दाखेरि यदि तपाईँहरू यो टपिक लेभल गर्नुहुन्छ र जान चाहनुहुन्छ भने हाम्रो इन्स्टिच्युटमा आएर तपाईँहरूले पढ्नुभयो भने पैसा लाग्दैन, फ्रीमा हामी पढाइदिइरहेको छौँ अहिले। र यो बुक चाहिन्छ तपाईँहरूलाई, यो इन्स्टिच्युटहरूलाई चाहिन्छ भने देशैभरि तपाईँहरूलाई सुलभ मूल्यमा चाहिँ हामी यो बुक उपलब्ध गराउनेछौँ भने अहिले म बिदा हुन चाहन्छु। केही तपाईँहरूका जिज्ञासा वा प्रश्नहरू छन् भने तल कमेन्टमा पनि छोड्न सक्नुहुन्छ भन्दै